हाई गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सबैजनालाई ह्याप्पी दसैँ। म र मेरो भाइ चाहिँ आज हामी गाउँ जाँदै थियौँ बर्दिबास। हामी जाने दिनमा चाहिँ यति धेरै जाम भएको थियो। हामी एक ठाउँमा चाहिँ 3 घन्टै कुर्यौँ, तर त्यहाँनिर केही नपाउने ठाउँ के खाना खाजा केही नपाउने ठाउँ यस्तो डेन्जर भोक लागिरहेको थियो। बल्ल बल्ल 3 घन्टा पछि चाहिँ जाम खुल्यो अनि त्यसपछि हामी यहाँ खाना खाने ठाउँमा पनि आइपुग्यौँ। खाना खाइसकेपछि त यस्तो डेन्जर निदाएछ, खाना नखाँदै त गाडीमा बस्नै हुँदैन, निदाइहाल्छु। अनि त्यसपछि हामी पुग्यौँ बर्दिबास। बर्दिबास आइसकेपछि चाहिँ यहाँबाट मेरो घर जम्मा 15-20 मिनट लाग्छ होला गाडीमा। घर पुगिसकेर चाहिँ यहाँ एकछिन भाइहरूलाई भेटेँ। त्यसको भोलिपल्ट म मेरो साथीलाई भेट्न गएँ बर्दिबास। त्यसपछि चाहिँ बेलुका हामी म र आस्था हावा खान निक्ल्यौँ। अनि म गएँ मेरो मामा घर। मेरो घरबाट चाहिँ मामा घर पनि नजिक हो, यहाँ आमालाई भेट्नको लागि। यता तराईमा चाहिँ यस्तो धेरै गर्मी छ। म अनि मेरो भाइहरू चाहिँ गयौँ एकछिन हावा खानको लागि। हाम्रो चाहिँ घरमा दसैँको अगाडि कालरात्रि पूजा हुन्छ, अनि त्यसको लागि यहाँ टपरीहरू गाँस्दै हुनुहुन्छ मुवाले। पूजा चाहिँ राति हुन्छ अनि यहाँ सबैजना बसेर रमाइलो गर्नुहुन्छ, तासहरू खेलेर। अनि यहाँ ठुलमम्मी दिदीहरू भएर चाहिँ यहाँ तरकारी पकाइराख्नु भएको थियो, मासु। हामीहरू सबैजना सुत्ने बेला चाहिँ बिहान 3-4 बजिसकेको थियो। अनि यो चाहिँ हो दसैँको दिन। मुवाले जहिले पूजा गरिसकेर खुट्टा ढोग्नुहुन्छ हाम्रो। त्यसपछि मैले चाहिँ खानाहरू पकाउनलाई यता मम्मीले रेडी गरिदिँदै हुनुहुन्थ्यो अनि मैले खाना पकाएँ। यो चाहिँ हो मेरो घरबाट देख्ने भ्यू। त्यही टिकाकै दिन यता पिङ पनि हाल्दै थियो अनि मैले यहाँ माथिबाट भिडियो गरेको थिएँ। फर्स्टमा चाहिँ यहाँ हामी पालै पिलो लाउँछौँ। फर्स्टमा चाहिँ बुवाले मुवालाई लगाइदिँदै होइसिन्थ्यो। मालाश्रीको धुना मिठो जमरा र टीका राम्रो वर्ष दिनमा। हामीहरू सबैजनालाई चाहिँ टीका लगाइसकेपछि यता फोटो खिचेर म चाहिँ गएँ मामा घरतिर। उहाँ चाहिँ हुनुहुन्छ मेरो माइजू। त्यसपछि हामीलाई आमा बुवाले टीका लगाइदिन थाल्नुभयो। दसैँमा चाहिँ खाना खाने बेला यस्तो रातो अक्षता कसको माममा झर्दैन होला। त्यसपछि यता दिदीहरू पनि आउनुभयो टीका लगाउनको लागि। अनि मैले यता दिदी बहिनीहरूको पनि फोटो भिडियो खिच्दै। त्यसपछि गयौँ हामी पिङ खेल्नको लागि। दसैँको दिन चाहिँ पिङ खेल्नु भन्छ, त्यही भएर सबैजना गयौँ। अनि यता दिदीले टीका लगाउन बोलाउनु भएको थियो अनि मैले त्यहाँ पनि टीका लगाएर आएर दसैँ चाहिँ सकियो, फर्स्ट दिन दसैँको। अनि त्यसपछि हामी बेलुका सबैजना भाइ बहिनीहरूलाई लिएर एकछिन डुल्न गयौँ राति। हाम्रो चाहिँ टीकाको दिन यसरी नै बित्यो। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। बाई।